नमस्कार। आजको यो भिडियोमा म चाहिँ मेरो यो घर आफ्नो छ नि, मेरो घरबाट दरुङ खोला मुनि एउटा बजार छ, दरुङ खोला हो, त्यहाँसम्मको यात्रा आज यो भिडियोमा म समेट्ने छु है त। ल यो हाम्रो मुनि आमाको घर, यो हाम्रो घर भइहाल्यो। अब यहाँबाट देउराली जाने बाटो यही हो के अरे। अब म अझै देउराली पुगेपछि भन्छु है त। ल ऊ त्यहाँ छ घर, अनि यो बाटो देउराली जाने बाटो है। यो देउराली आइपुगेको छ, यही बाटो हो। म यही बाटो आएको देउराली चाहिँ। यहाँ एउटा मन्दिर छ, एउटा भवन छ र एउटा विद्यालय छ है। ल अब यहाँ दरुङ खोला अनि बजार जाने बाटो चाहिँ यही, मोटरको बाटो यही हो। तर यसपालि चाहिँ म मोटरको बाटो नगइकन सिधै यहाँबाट छोटो बाटो जाने सोचमा छु। यो मोटरको बाटो नगइकन यो हो, यो सानो बाटो जान्छौँ। यो चाहिँ के छ भने ठ्याक्क गाउँको बिचबाट सरर झरेछ के। त्यही भएर यो मोटरको बाटो त छोटो पनि हुन्छ, सजिलो पनि हुन्छ, शीतलो पनि छ। यो चाहिँ आरती दिदीको घर हो। यता बस्नुहुन्न, यता चाहिँ खै कसको घर थियो मैले भुलेँ। ल यी प्रेम दाइ हाम्रो बाख्रा लिएर हिँड्नु भएको छ। अब जुत्ता कसेर भिरो भएर कता दरुङ खोलातिर बा। यो चाहिँ हाम्रो टिका अङ्कलको घर। यो चाहिँ हाम्रो टिका अङ्कलको घर। हाम्रो बा आमा नि, हाम्री आमा भइहाल्नुभयो के अरे। अब हामी बजार जाँदैछौँ। उहाँ चाहिँ अब टिका अङ्कलको आमा बा अनि यो घर। ल गएँ त आमा। ल यो धाने अङ्कलको घर अनि बाको घर। हाम्री आमा सर्लक्कको बाटो छ यहाँ। अब गाउँ भनेर क्या हेर्नु त, यस्तो बाटो छ। ल यो पहिला यस्तो थियो के अरे, अहिले यस्तो छ। ओ आशा हाम्री आमा उहाँ पुगिसकिन्। आज हामी बजार जाँदैछौँ। नमस्ते। यो छरो रे है। यो छरो हामी उहाँ माथिबाट हिँड्दै हिँड्दै यहाँ आइसक्यौँ। अब यही बाटो गएर फेरि त्यहाँबाट झर्नुपर्छ। ल अब हामी यो मोटर बाटो नगइकन यो सानो बाटो आछौँ। यो एकदम छोटो पर्छ के। आमा यहाँ हुनुहुन्छ। अनि झमक्क अँध्यारो भयो, बादलले छोपो, एकदम राम्रो हो। किनभने लास्टै गर्मी हुन्छ नि त यता त हिँड्दा त। ल ठ्याक्क दिन पनि शीतलो दिन हेरेर बजारतिर झरेछौँ। ल अब यो बाटो हिँड्दैछौँ, एकछिनमा फेरि म भिडियो बनाउँछु है त। ल यो रुखलाई चाहिँ म पिपलको रुख के अरे पहिला स्कुल जाँदा फेरि 7 चोटि ढोक्थेँ। अब फेरि अहिले मौका पाछु। फेरि मूल बाटोमा निक्लिन लायौँ। यो ठाँटी हो। पहिला पानी पर्दा यहाँ बस्थ्यौँ के अरे। अब अहिले त माथि साथीको सबै उडेछ। अब यी मूल बाटो आयो है। यी बाटो है उहाँ माथि थिएँ। अब यो चाहिँ सोताली रे। यता यहाँदा मुनि फेरि हामी यो बाटो जान्छौँ, सानो बाटो। यो सोताली है, यहाँदा मुनि सोताली छ। अनि यो मूल बाटो गएपछि चाहिँ 0 आउँछ। अनि सिमलचौर भनेको चाहिँ ऊ त्यो डाँडो, ऊ त्यो अगाडिको हो छ नि, ऊ त्यो बाटो गएर हो त्यो डाँडो सिमलचौर हो है। अनि मेरो सागर मामा त्यता बस्नुहुन्छ। अहिले त उहाँ काठमाडौँतिर कतातिर हुनुहुन्छ। यही हो यी मूल बाटो। अब यहाँबाट म सरर झर्छु। मूल बाटो जाने पनि धेरै नै टाइम लाउँछ क्या। त्यो भएर स्वाइँ सिधा सुरु जाने सानो बाटो छन्। यी अब हामी सोतो कटेर नि अब यी अब सानै बाटो जाँदैछौँ। आमा त्यहाँ पुगिसकिन्। ल अब चाहिँ हामी त्यहाँ माथिबाट झरेर अब मूल बाटोमा आयौँ। अब यहाँ मूल बाटोमा नि फेरि यताबाट झरेर जाने बाटो त छ। त्यही नि अब हामी बजार जान फेरि यो बाटो छोटो हुन्छ क्या। अब अहिले चाहिँ यो चाहिँ ठाँटी हो कि के भन्छ। पानी पर्दा पहिला यहीँ ओत्लिन्थ्यौँ के अरे। यो अहिलेसम्म बिग्रिन्छ, ठिकै रहेछ। अनि यहाँ एउटा खोला, पहिला त अलिक ठुलो थियो, अहिले अलि सुकेछ। पहिला त भयङ्कर थियो के अरे, अहिले त सुकेर यस्तो भएछ है। ल अब चाहिँ बल्ल मोटर बाटोमा जाने भयौँ। यहाँबाट बजार अलिक छोटो पर्छ क्या। ल यहाँ आउँदा फेरि अलिक चर्का काम लाग्यो के अरे।
यी अब मोटर बाटोमा हिँड्दैछौँ अझ लगभग 5-6 मिनट जति हिँड्नुपर्छ त्यसपछि अनि बजार हर्ने बाटो आउँछ ल हामी अब 3 घरतिर आइपुग्यौँ ल अब चाहिँ 1 मिनट जति हिँड्दाखेरि हामी बजार पुग्छौँ उता एउटा पुल रहेछ पहिला त्यही पुल तरेर उता स्कुल जान्थ्यौँ के अरे पहिला त अलिक काठको थियो अहिले फलामको भएछ ल हामी यहाँ आइपुग्यौँ अब 1 मिनटमा बजार पुग्छौँ सानोमा एकचोटि यो खोलाले मलाई बगाएको थियो अरे तर त्यति बेला पुल थिएन के अरे अहिले त ऊ ड्याङ्गा लाएर पुल हालेछन् अब ऊ बजार त्यही यहाँ यसपछि बजार आइहाल्छ अब हामी दरुङखोला पुल आइसकेका छौँ यहाँ बोर्ड पनि छ यहाँ बोर्ड पनि छ र यो दरुङखोला पुल हो यो दरुङखोला पुल कट्दा बित्तिकै बजार सुरु हुन्छ है यी दरुङखोलाको पुल यहाँ एउटा बजार क्षेत्र सुरु भयो होइन यो पुल कटेपछि अब ड्याङ्गा लाएर बजार क्षेत्र हो यहाँ खोला छन् यत्रो ठुलो पुल छ ऊ त्यहाँ कामीको घर रहेछ अरे ऊ त्यता हो त्यहाँ कामीको छ घर रहेछ कामीको घर भनेर हेपेको होइन नि फेरि त्यहाँ के अरे आँसी साँसी उदाउने घर के खोइ त कता रहेछ अरे अब खोज्नुपर्छ यी दरुङखोला पुल यहाँ सकियो यी अब यहाँबाट बजार सुरु भयो ल है अब दरुङखोला आयो के अरे यही हो दरुङखोला ऊ त्यहाँ लुगा धोइरहेछन् के गरिरहेछन् अनि यो भयो मजुवा यो ठाउँको नाम चाहिँ मजुवा यो दरुङखोला भयो यो खोला के हो खोलाको नाम यहाँ पाठाहरू रहेछन् मुनु मुनु ल है यो मजुवा हो ल यही हो बजार ऊ त्यहाँदेखि यहीँसम्म छ त्यहाँ मुनिसम्म अझ मुनि पनि छ है ल अब बजार गएर हामी छाबातिर जाँदैछौँ जिपमा ल नमस्ते अर्दामा बाई हारिदियो यहाँ भिडियो छ नि त यहाँ ल है यही जिप अब सिधै छापा जाने हो यही बाटो यहाँबाट सिधै जाने यहाँबाट फर्काउने अनि माथि छापा जान्छ है ल भाइ ल यो चाहिँ 0 हो यहाँ बाटो बन्द रहेछ है ए यो बबा माटो सबै किन हो यी हामीले चामल लिएर यी आमा बसिछन् चामल लिएर आछन् ल यो मुनि राख्दा एउटा खसो